सानो आभा बिहान सबेरै उठी। ऊ सबै खिड्कीबाट हेर्थी, कहिले बाबा काममा जान लाग्नु भएको छ कि भनेर। बाबा, आज पनि चाँडै जानुहुन्छ? आभा अलिक उदास भएर सोध्थी। बाबा मुस्कुराउँदै भन्थे, हो आभा, तर बेलुकी त म तिमीलाई सँगै खेलाउन आउँछु है। बाबा सधैँ काममा जान्थे, धेरै व्यस्त हुन्थे, तर पनि उनी कहिल्यै आभालाई भुल्दैनथे। एक दिन स्कुलमा पेरेन्ट्स डे मनाउने भयो। सबै साथीका आमा बाबा आउँदै थिए। आभाको मनमा डर थियो। बाबा त व्यस्त हुनुहुन्छ, आउनुहुन्न होला। तर बेलुका भयो, कार्यक्रम सुरु भयो। सबैजना आफ्नो अभिभावकसँग रमाइरहेका थिए। अचानक ढोकाबाट बाबा देखा पर्नुभयो, हातमा सानो फूलको गुच्छा र आभाको मनपर्ने चकलेट। आभा, म तिमीलाई छोड्न सक्दिन नि, उनी मुस्कुराउँदै भन्नुभयो। आभा दौडिँदै गइन् र बाबालाई अङ्गालो मारिन्। त्यो दिन आभाले बुझिन्, बाबा व्यस्त हुन सक्नुहुन्छ, थाक्नुहुन्छ पनि होला, तर माया कहिल्यै कम हुँदैन। बाबाको माया त आकाश जस्तै थियो, शान्त, विशाल र सधैँ उपस्थित।